आज हाम्रो माझमा हुनुहुन्छ एकजना दाइ जसले बिमा क्षेत्रलाई माथि पुर्याउन सहयोग गर्नुभएको छ। मान्छेलाई सिकाउनु भएको छ कि बिमा किन आवश्यक छ भनेर। अरू व्यक्तिहरू बोल्दा मलाई अलिकति अनकम्फर्टेबल लाग्छ भने दाइ बोल्दा चाहिँ एकदम आफ्नै दाइ बोले जस्तै मलाई सिकाउनुहुन्छ र उहाँको बोली नै यति मिठो छ कि धेरैलाई नै प्रभाव पार्नुहुन्छ। त्यसै गरी म बोलाउन चाहन्छु, दाइ आइदिनुहोस्। धन्यवाद, नमस्ते मेरो ब्रदर है, थ्याङ्क यू र तपाईँको यो महत्त्वपूर्ण कार्यक्रममा चाहिँ मलाई इन्भाइट गर्नुभएकोमा धन्यवाद। दाइको परिचय दिनुहोस्। नमस्ते सम्पूर्णमा, मेरो नाम चाहिँ सुदीप श्रेष्ठ र मेरो घर चाहिँ हेटौडा 11 नगरमा पर्दछ र विगत लामो समयदेखि चाहिँ म बिमा क्षेत्रमा आबद्ध रहेर कार्यरत छु। हजुरको बाल्यकालको कुरा गर्नुपर्दा कसरी बित्यो त्यो समय परिस्थिति? बाल्यकाल त सामान्य यस्तै त हो नि, सामान्य बुवा आमाको छत्रछायामा बसेर बित्यो। मेरो जन्म चाहिँ काठमाडौँमा भएको थियो भनेदेखि मेरो पढाइ चाहिँ काठमाडौँको थानकोट भन्ने क्षेत्रमा रहेको थानकोट इङ्ग्लिस मिडियम स्कुलमा चाहिँ मेरो बाल्यकालको पढाइ चाहिँ त्यहाँबाट सुरु भयो। मैले कहरा सिकेको चाहिँ थानकोटको इङ्ग्लिस मिडियम स्कुलबाट थियो र त्यसपछि हामी चाहिँ काठमाडौँदेखि हेटौडा सिफ्ट भयौँ र हेटौडामा आइसकेपछि चाहिँ त्रिभुवन माविबाट चाहिँ फेरि पनि मैले चाहिँ 1 देखिबाट चाहिँ आफ्नो पढाइलाई निरन्तरता दिएँ। मैले कह सिकेको चाहिँ काठमाडौँ थानकोट स्कुलमा भयो, जुन मेरो चाहिँ प्रारम्भिक पढाइ भनौँ न, अक्षर चिन्ने कलमसँग सिक्ने चाहिँ काठमाडौँबाट सुरु भयो भनेदेखि मेरो चाहिँ पुरै पढाइको फुल जर्नी चाहिँ त्रिभुवन माविबाट चाहिँ मैले चाहिँ सुरुवात गरेँ। हजुर काठमाडौँबाट यहाँ चाहिँ के गरी आइपुग्नुभयो त? के कथा छ कि के छ? कथा भन्दा नि अब यस्तो हो, मेरो बुवा पेसाले ड्राइभिङ पेसा, अनि बुवाहरूको पुर्खौली घर पहिला चाहिँ धादिङ हो। धादिङबाट चाहिँ बसे सरेर पदम पोखरीमा आउनुभयो र त्यसपछि बुवा ड्राइभिङको सिलसिलामा काठमाडौँ बसाइ र मेरो जन्म उतै भयो। र काठमाडौँको मौसम चाहिँ अलिकति सुटेबल नहुने र मेरो पनि स्वास्थ्यमा चाहिँ चिसोले चाहिँ मलाई टेक केयर नगर्ने, नखाप्ने भनौँ न, निमोनिया हुने, बिरामी हुने हुँदै गर्दाखेरि काठमाडौँको त्यो चिसो वातावरणलाई चाहिँ छोडेर हामी हेटौडा सिफ्ट भयौँ। अनि यसै गरी आजको सफल व्यक्तित्व बन्नको यात्रा सुरुवात चाहिँ कहाँबाट भयो? धन्यवाद महत्त्वपूर्ण क्वेसनको लागि। र यो सफल त हुने क्रममै छौँ हामी। यद्यपि यो जर्नी चाहिँ सानोदेखि नै केही गर्नुपर्छ, कुनै किसिमको काम गर्नुपर्छ, अगाडि बढ्नुपर्छ भन्ने नै थियो। लगभग अहिले पनि सफल भइसकेको छैन, जर्नीमै छु भन्दा पनि मिल्छ, यसरी बुझौँ। डेस्टिनेसन भन्दा जर्नी रमाइलो हुन्छ। जर्नी रमाइलो हुन्छ, ठिक। अनि हजुर यो बिमा क्षेत्रमा चाहिँ कसरी छिर्नुभयो त? कसले भने कि के गरे कि? बिमा क्षेत्रमा म बिमा क्षेत्रमा लाग्नुको श्रेय चाहिँ मेरो परिवारलाई पनि दिन्छु। मेरो बुवा ड्राइभिङ पेसामा संलग्न हुनुहुन्थ्यो र उहाँले बिमा गर्ने कुरा भयो र बिमा गराउने व्यक्ति चाहिँ मेरो एकजना जो मेरो चाहिँ गुरु नै हुनुहुन्छ। उहाँको र मेरो गुरु सेम, तर मलाई चाहिँ उहाँको गुरुसँग चाहिँ भेट गराउनु चाहिँ नन्दलाल दास दाई हुनुहुन्छ, उहाँ र भरत दाहाल दाई हुनुहुन्छ। उहाँहरू दुवैजनाले आफ्नो गुरुसँग चाहिँ मेरो भेट गराइदिनु भयो। त्यसपछि चाहिँ सानोदेखि चाहिँ म बोल्नलाई अलिकति त्यति अब्बल नभए पनि मन पराउने। अनि नन्दलाल दाई र भरत दाईले चाहिँ मेरो बुवासँग चाहिँ भलाकुसारी गरेर 5 घन्टा 6 घन्टाको चाहिँ भलाकुसारीबाट ड्याडीको बुवाको भनौँ न बिमा गरिदिनु भयो। र मसँग चाहिँ त्यस्तै बोल्ने क्षमता देखेको कारणले गर्दाखेरि दाईहरूले सुदीप भाइ तिम्रो चाहिँ सर्टिफिकेटहरू ल्याऊ, पढाइको के छ, अनि बिमामा काम गर्नुपर्छ भनेर उहाँहरूको पनि गुरु टिकावन परियार सर हुनुहुन्छ, उहाँसँग चाहिँ मेरो भेट गराइदिनु भयो र जति काम गरिरहेको छु सबै उहाँहरूकै मार्गनिर्देशन अनुसार गरिरहेको छु। मेन गरी मलाई भेटाउने भर्याङको काम चाहिँ नन्दु दाई र भरत दाईले गर्नुभयो र मलाई सिकाउने कुराहरूमा चाहिँ धेरै कुराहरू बिमा सम्बन्धी बोल्ने तरिकाहरू, बिमाको नलेजहरू दिने कुरामा चाहिँ
टिकामन सरले नै महत्त्वपूर्ण भूमिका खेल्नु भएको छ। यद्यपि मलाई इन्ट्रोड्युस गर्ने चिनाउने एउटा माध्यम चाहिँ नन्दु दाई र भरत दाई हुनुहुन्छ। हजुर, अनि हजुरको पढाइ सँगसँगै लानुभयो कि यसलाई कि पढाइ पछि गर्नुभयो कि के गर्नुभयो? यस्तो छ, बिमा क्षेत्रमा आबद्ध हुनको लागि पहिलाको क्राइटेरिया भनेको चाहिँ एसएलसी पास थियो। अब अहिले पछिल्लो चरणमा चाहिँ एसइई पास, पहिला एसएलसी भनिन्थ्यो, अब अहिले एसएससी +2 नै पास हुनुपर्ने अहिलेको क्राइटेरिया छ। करिब 66-67 सालतिर चाहिँ एसएलसी पास भइसकेपछि बिमा क्षेत्रमा आबद्ध हुन पाउने क्राइटेरिया थियो, सरकारी नीति नियम त्यो थियो। र त्यतिखेरको समयमा म त्यो क्राइटेरिया पुरा थियो कि मेरो। त्यो भएपछि म सजिलै आबद्ध हुन पाएँ। र अहिले पनि कोही व्यक्ति चाहिँ बिमा क्षेत्रमा आबद्ध हुन्छु, काम गर्छु र निरन्तर यही क्षेत्रमा लाग्छु भनिरहँदै गर्दाखेरि चाहिँ +2 को सर्टिफिकेट भए यसमा आबद्ध हुन सकिन्छ। हजुरले बोलीको कुरा गर्नुभयो, बोल्न मन पराउने भन्नुभयो होइन? हजुर, हजुरको बोली मलाई नि एकदमै मनपर्छ कि। धन्यवाद। यो कसरी विकसित भयो त्यो बोल्ने कुराहरू? यो बोल्नलाई यो डर लाग्छ नि त मान्छेलाई खास गरी बोल्नलाई। हजुरमा चाहिँ यो स्किल नै भन्छु म, यो कसरी डेभलप गर्नुभयो त? यो स्किल भन्दा नि यो हुँदै एक्कासी हुने चिज त होइन, यो प्र्याक्टिसै गरेर हुने कुरा हो। जस्तै म मेरो बचपनका साथीहरूलाई सम्झिन्छु। सुरज चौलागाई भन्ने मेरो एकजना साथी हुनुहुन्छ। उहाँ बोल्नमा एकदम चाहिँ प्रखर वक्ता भनिन्छ नि, एकदम सिपालु हुनुहुन्थ्यो। र हामी चाहिँ अलिकति लजाउने टाइपको थियौँ हामी। अनि मलाई बोल्न मनपर्ने तर बोल्नलाई नजान्ने नसक्ने भनौँ न। अनि मेरो साथी सुरज साथी चाहिँ अत्यन्तै बोल्नमा तपाईँको चाहिँ कडा, हरेक कुरालाई चाहिँ उसले चाहिँ राम्रो तरिकाले बोल्थ्यो। अनि ऊ सँगसँगै मलाई बोल्न मनपर्ने नआउने, तर पढाइको सिलसिलामा चाहिँ अब भनौँ न साथीभाइको बिचमा कम्पिटिसन जस्तो पनि हुने, एकले अर्कोभन्दा चाहिँ राम्रो गर्न खोज्ने भन्ने एउटा तपाईँको स्कुल लाइफमा चाहिँ वाद विवाद प्रतियोगिताहरू होइन, अनि तपाईँको चाहिँ वक्तृत्व कलाहरू हुन्थ्यो। त्यसमा भाग लिन मनपर्ने, प्रायः जस्तो मेरो साथीले जितिरहेको हुने, मलाई पनि ओहो हामीले पनि बोल्न सकिन्छ कि भन्ने जस्तो लागेर मेरो सँग चाहिँ सुरज साथीसँगै भयो बचपनको समयमा। र उसको र मेरो चाहिँ पढाइमा ऊ मभन्दा अलिक तिखर है। तपाईँको यो मेन्टली कसैको चाहिँ दिमाग अलिकति तीक्ष्ण हुन्छ भने कसैको अलिकति कम। मेरो त्यति तिखो त होइन, तर पनि एभरेजभन्दा चाहिँ माथिकै थियो क्या। र साथीभाइमा कम्पिटिसन स्वरूप अब वक्तृत्व कला भयो, वाद विवाद भयो, त्यसमा भाग लिने क्रममा उसले बोलेको कुराहरूलाई आफूले अनुसरण गर्ने, आफूले बोलेको कुराहरूलाई साथीहरूले अनुसरण गर्ने होइन, विभिन्न किसिमको कार्यक्रमहरू स्कुलमा भइरहेको थियो। त्यो कार्यक्रमहरूमा भाग लिँदा चाहिँ आजको समयसम्म आइपुग्दै गर्दाखेरि यो अवस्थामा आइपुगेको छु। र यद्यपि यो बिचमा चाहिँ मैले बोलेका कुराहरू धेरै कुराहरूमा मलाई चाहिँ यतिको सफल तरिकाले बोल्नको लागि सिकाउनमा हात मेरो गुरु टिकामन सरको पनि छ भन्ने कुरा चाहिँ म जानकारी गराउन चाहन्छु। यो समय सुरुवातमा यो क्षेत्र रोज्नु भएको मुख्य कारण चाहिँ के थियो त? यस्तो छ, यो क्षेत्र रोज्नुको कारण चाहिँ यसमा चाहिँ तपाईँको चाहिँ मैले आफ्नो भविष्य पनि देखेँ पहिलो कुरा। दोस्रो कुरा यसमा फ्रिडम छ। तपाईँले कति समय काम गर्ने भन्ने कुरा चाहिँ तपाईँको हातमा छ क्या। तपाईँ काम गर्दिन भन्नु नि पाउनुहुन्छ, तर म धेरै काम गर्छु भन्ने कुराको चाहिँ क्यापेसिटी चाहिँ तपाईँकै हातमा छ कि। त्यो तपाईँको चाहिँ स्वतन्त्रता भनौँ न। तपाईँ धेरै काम गर्न चाहनुहुन्छ, इट्स ओके। तपाईँ कामै गर्न चाहनुहुन्न, इट्स ओके। तर तपाईँलाई यसमा करियरै बनाउनु छ भने त धेरै काम गर्नु पऱ्यो नि त। भनेपछि यसमा धेरै काम गर्न पाउने र धेरै जनसमुदाय माझमा चाहिँ भिजिन पाउने, फिजिन पाउने भएको कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ यो क्षेत्रलाई रोजेँ। हजुर पहिलो दिन अफिस जाँदाको महसुस, त्यो अनुभव त्यो कस्तो थियो त त्यो समयमा? बिमा क्षेत्रमा चाहिँ कस्तो हुन्छ भनेदेखि अफिसियल डेजमा उपस्थिति हुनुभन्दा पनि पहिलो काम चाहिँ कस्तो भयो भन्ने कुरा चाहिँ म्याटर गर्छ क्या। हाम्रो चाहिँ तपाईँको विशेष गरी पर्सन टु पर्सनसँग चाहिँ अट्र्याक्ट भएर काम हुने काम हुन्छ हाम्रो होइन। हाम्रो काम भनेको चाहिँ विशुद्ध रूपमा व्यक्तिलाई बचत र सेक्युरिटीसँग चाहिँ कनेक्सन गराउने हाम्रो चाहिँ काम हुन्छ। त्यो भएको कारणले पहिलो दिन अफिस जाँदै गर्दाखेरि धेरै आफूभन्दा चाहिँ अग्रज दाइहरूको, सर म्याडमहरूको चाहिँ कामको उपलब्धिहरू देखेँ। म पनि यस्तो गर्न सक्छु है भनेर चाहिँ त्यही दिन चाहिँ मैले प्रण गरेँ भन्ने मलाई लाग्छ। सुरुमा परिवार र साथीहरूको त्यो प्रतिक्रिया कस्तो थियो त हजुरले अब यो क्षेत्रमा लाग्दाखेरि? हुन्छ नि त अब यस्तो छ, अब बिमा
को क्षेत्रमा लाग्दै गर्दाखेरि अब सुरुमा त यसमा त स्ट्रगलै थियो, मान्छेलाई काउन्सिलिङ गर्न नसकिने, आफूसँग काउन्सिलिङ पावर पनि नभएको, नलेज नभइसँग तपाईँको चाहिँ काउन्सिलिङ गर्दाखेरि पावर आउँदैन। सुरुवाती चरणमा चाहिँ अत्यन्तै गाह्रो थियो, नपत्याउने, विश्वास नगर्ने, हुँदैन कि भन्ने जस्तो पनि थियो। आफूलाई पनि त्यो आँट थिएन, ए है भन्ने पनि थिएन, आफ्नो बोल्दाखेरि आफ्नो पनि बोली लडबडाउने आँट नहुने कि त्यो नभिजेको भएर सुरुवाती चरणमा गाह्रो भयो। धेरै जस्तो साथीहरूले सहयोग पनि गर्नुभयो, तर सहज चाहिँ थिएन सुरुवाती चरणमा। यो क्षेत्रमा तपाईँले भविष्य त्यो बेलामा देख्नु भएको थियो त, यसमा भविष्य छ है भन्ने जस्तो लागेको थियो कि के थियो? सुरुवाती चरणमा त म यसमा भविष्य देखेर लागेको, र त्यसपछि बिचमा चाहिँ मैले यो क्षेत्रमा चाहिँ सोचे अनुरूपको चाहिँ उपलब्धि हासिल गर्न सकिनँ। अलिकति उमेर पनि टिनेज टाइपकै थियो, तपाईँको चाहिँ 20-21 वर्ष टिनेज त लगभग पढिसकेको थियो। तैपनि सुरुवाती चरणमा चाहिँ सोचेको जस्तो सफलता हासिल नहुँदै गर्दाखेरि चाहिँ म केही समयको लागि चाहिँ वैदेशिक रोजगारमा पनि गएँ, र वैदेशिक रोजगारमा गइसकेपछि चाहिँ 3 वर्ष चाहिँ मैले चाहिँ वैदेशिक रोजगारको अनुभव लिएँ, र त्यसपछि चाहिँ विदेशमा पनि धेरै कुराहरू सिकेँ, लिडरसिपको कुराहरू सिकेँ, समयको महत्त्व बुझेँ, पैसाको महत्त्व बुझेँ, सेक्युरिटी इन्सुरेन्सको विषयमा पनि बुझेँ। बाहिरी देशमा जाँदै गर्दाखेरि पनि बिमाको विषयमा धेरै कुराहरू बुझेँ, र मलाई चाहिँ मेरो गुरु टिकामन परियार सरले चाहिँ फोन गरेर, सुदीपजी तपाईँ नेपाल आउनुहोस्, तपाईँले नेपालमै काम गर्नुपर्छ भनेर उहाँले मलाई व्यक्तिगत रूपमा चाहिँ फोनै गरेर चाहिँ बोलाउनु भइसकेपछि चाहिँ म मेरो विदेशको सबै कुराहरू छोडेर चाहिँ म नेपाल आएर चाहिँ निरन्तर रूपमा चाहिँ लागिरहेको छु आजको मितिसम्म। हजुर विदेशको कुरा गर्नुभयो, हजुर +2 पछि जानुभयो कि या ब्याचलर पछि जानुभयो कि के को लागि जानुभयो? मैले चाहिँ मेरो वैदेशिक रोजगार चाहिँ ब्याचलर सकेपछि भए। हजुर हजुर मैले तपाईँको चाहिँ एमएनसीबाट चाहिँ ब्याचलर सकाएँ, र त्यतिखेरको समयमा चाहिँ के थियो भन्दाखेरि तपाईँको कोरिया जाने एउटा एक किसिमको होटुडी थियो धेरै साथीहरूमा। अनि हामी मिडल क्लासको मान्छे, अब त्यतिखेरको समयमा जापान, अमेरिका, अस्ट्रेलिया सोच्नु भनेको चाहिँ हामीलाई चाहिँ फलामको चिउरा चपाएको जस्तो थियो हाम्रो फ्यामिली सर्कलमा। अनि फ्री भिसा फ्री टिकटको चाहिँ कुरा आयो, वैदेशिक रोजगारीको लागि जाने देश भनेको मलेसिया थियो। अरू देशहरू पनि थियो, तर फ्री भिसा फ्री टिकटको लागि चाहिँ मलेसियाबाट आइरहन्थ्यो त्यो किसिमको डिमान्डहरू। अनि ठ्याक्कै त्यही सन्दर्भमा अब ब्याचलर भर्खर सकेको, ब्याचलर सक्ने बित्तिकै हातमा काम थिएन, बिमा क्षेत्रमा लागेको कुरा त आफ्नो छ, तर त्यसमा चाहिँ म पूर्ण रूपमा पोख्त भइसकेको थिइनँ, र सर्भाइभ गर्न सक्ने अवस्था थिएन मेरो। मन चञ्चल हुँदै गर्दाखेरि चाहिँ म वैदेशिक रोजगारीमा हुमेँ, र 3 वर्ष मैले उतै स्पेन्ड गरेँ। हजुर हजुर अनि यो पहिलो ग्राहक बनाउनु त कतिको कठिन थियो त? ग्राहक भन्दा नि बिमित भनौँ यसलाई। मेरो पहिलो बिमित चाहिँ मेरो आफ्नै घरबाट सुरु गरेँ। मेरो भाइ शशाङ्क डङ्गोलको बिमाबाट चाहिँ मैले सुरु गरेँ। हजुर हजुर मेरो हजुरआमा हुनुहुन्थ्यो, स्वर्गीय हजुरआमा, अहिले उहाँ बित्सक्नु भयो। उहाँले चाहिँ मेरो पहिलो बिमाको क्षेत्रमा चाहिँ निड बसाउने भन्छ नि, तपाईँको सुरुवात गर्ने, उहाँले नै ल बाबुलाई राम्रो हुन्छ भनेदेखि र तेरो नि काम सुरु हुन्छ भनेदेखि बाबुको गर्दैन त भनेर मेरो भाइ आमाको नाति चाहिँ शशाङ्क डङ्गोल मेरो भाइको चाहिँ बिमाबाट चाहिँ मेरो बिमाको जर्नी सुरु भयो। हजुर यो बिमा गर्दाखेरि हजुर बिमाको माल क्षेत्रमा लाग्दै वैदेशिक रोजगारको लागि जानुभयो कि? हो, यो कुरालाई मैले प्रश्नपर्छ। मैले पहिलो बिमा मेरो भाइको गरेँ, शशाङ्क डङ्गोल मेरो भाइ, र त्यो समयमा मेरो उमेर त्यही 20 वर्ष हाराहारीमा थियो। हजुर अनि पहिलो बिमा त भयो, त्यसपछि त्यति चाँडो ग्रोथ भइसकेको थिएन ममा, बिमा सम्बन्धी त्यति धेरै नलेज आइसकेको थिएन, काउन्सिलिङ पावरहरू त्यति थिएन, काउन्सिलिङ नलेजहरू थिएन भनौँ न, सिक्दै जाँदै गर्दाखेरि हुने कुरा हो। र केही समय मैले सुरुवात चरणमा चाहिँ आफ्नै परिवारबाट सुरु गर्दाखेरि पनि यसैले नै मलाई चाहिँ ग्र्याब गरेर अथवा चाहिँ थैराएर राख्न सकेन, र अलिकति त्यो उमेरमा चञ्चलपन पनि थियो, जसको फलस्वरूप फ्री भिसा फ्री टिकटमा वैदेशिक रोजगारमा भए बस्ने, नभएदेखि 3 महिनामा फर्किने भन्ने योजनामा चाहिँ गएको। उता जाँदै गर्दाखेरि
पहिला चाहिँ त्यहाँ विदेशमा जानु चाहिँ मलेसिया जानुलाई राम्रो मानिन्थ्यो। हजुर अनि त्यो भइसकेपछि चाहिँ भए राम्रो, त्यहाँ तपाईँको चाहिँ कालेहरूले पिटेर नेपालीहरूलाई चाहिँ बढी टर्चर दिने भन्ने किसिमको एउटा हिंसात्मक घटनाहरू बढी हुन्छ भन्ने सोचाइ थियो त्यो समयमा। त्यो भएपछि राम्रो भयो त बस्ने, होइन भनेदेखि 3 महिनामा फर्किन पाइहालिन्छ भन्ने चाहिँ मोटामोटी कुराकानी भयो, जसले गर्दाखेरि म गएँ। र उता गइसकेपछि चाहिँ जस्तो किसिमको चाहिँ नेपालमा एउटा हाउसी थियो त्यो मैले पाइनँ आफू गएको ठाउँमा। यद्यपि अरू ठाउँमा त हुन सक्थ्यो, तर म जुन ठाउँमा गएँ त्यो ठाउँमा चाहिँ तपाईँको इटली र फ्रान्सको चाहिँ जोइन्ट भेन्चरको कम्पनी थियो, एसटी माइक्रो इलेक्ट्रोनिक्स भन्ने, तपाईँको जसले सेमी कन्डक्टरहरू बनाउँथ्यो र जसको सम्पूर्ण कम्पनीको रुल्स एन्ड रेगुलेसन चाहिँ इसिआई यस्तै के सम्झिन्छ, इइआइसी यस्तै के सम्झिन्छ, त्यो अन्तर्गत रहेर चाहिँ पुरै मापदण्डहरू आफ्नो वर्करहरूलाई होइन सबै सेवा सुविधादेखि लिएर सबै कुराको चाहिँ राम्रो फेसिलिटिज चाहिँ त्यहाँनिर मैले पाएँ, जसले गर्दाखेरि चाहिँ मैले 3 वर्ष त्यहाँ व्यतीत गरेँ। हजुर 3 वर्ष त्यहाँ व्यतीत गर्दाखेरि चाहिँ मनमा खुल्दली थियो कि म अब नेपाल गएर यही काम गर्छु भन्ने भयो कि अब यता बस्दा नि भइरहेछ भन्ने हुन्छ नि, जस्ट त्यो भित्रभित्रै त मैले के गरेँ जस्तो फिल भयो कि के भयो त भन्दाखेरि? एकदम राम्रो क्वेसन सोध्नु तपाईँले। मेरो दिमागमा चाहिँ बिमाप्रति सधैँ म यसैमा काम गर्छु भन्ने मलाई थियो। हजुर एकदम सही प्रश्न सोध्नु तपाईँले। म उता जाँदै गर्दाखेरि पनि त्यहाँ पनि मैले चाहिँ नेतृत्व गर्ने भूमिका पाएँ। हामी करिब +2 र ब्याचलर सकेका 70 जना साथीहरू चाहिँ नेपालबाट चाहिँ मलेसिया कामको लागि गएको थियौँ। त्यतिखेर करिब 600-700 जनाको चाहिँ त्यो छिनोफाङमा 600-700 जनालाई तपाईँको चाहिँ छान्दाखेरि चाहिँ 70 जनामा चाहिँ नाम पार्न सफल म पनि थिएँ। जसलाई जानको लागि चाहिँ 1 रुपियाँ पनि पैसा पर्ने थिएन कि, फ्री भिजा फ्री टिकट। अनि विदेशमा पुग्दै गर्दाखेरि 70 जनामध्ये 25 जनाको टोली चाहिँ मेरो भागमा पऱ्यो। 70 जना पहिलो लड भयो, 5 जना पछिल्लो लड, 5 जना मगाएर 75 जना भयो त्यो कम्पनीमा हामी काम गर्ने। र त्यो 75 जना मध्येमा 75 जनालाई 3टा टिममा डिभाइड गर्यो, टिम ए बी सी भनेर, 1 2 3 भनेर। अनि टिम 3 चाहिँ मेरो हातमा पऱ्यो। अनि टिम 3मा मेरो हातमा पर्दै गर्दाखेरि पनि लिडरसिप चाहिँ मैले पाएँ कि 24 जनालाई चाहिँ ह्यान्डलिङ गर्ने भनेपछि 3 वर्ष चाहिँ मैले चाहिँ त्यहाँ काम पनि गरेँ र काम सँगसँगै लिडरसिप पनि सिक्ने मौका पाएँ। र नेपालमा गएर म काम गर्छु भन्ने मलाई थियो, पक्कै पनि थियो। मैले के गरेँ भन्दाखेरि विदेशमा बस्दै गर्दाखेरि नेपालमा भएका साथीभाइहरूसँग गुड कम्युनिकेसनमा बसेँ, सबैसँग सम्पर्कमा रहेँ। मलाई भोलिको दिनमा गर्दा नेपालमै काम गर्नुपर्छ भन्ने मलाई थाहा थियो र सबैसँग चाहिँ हाई हेलो गर्ने, सबैसँग कम्युनिकेसनमा बसेँ, जसले गर्दाखेरि म पछि फर्केर आउँदै गर्दाखेरि मलाई काम गर्न सजिलो भयो। एउटा रोचक कुरा के छ भनेदेखि म नेपाल आउने लगभग कन्फर्म भइसकेको थियो। मैले उतैबाट चाहिँ 125 जना मान्छेको चाहिँ यो मान्छेलाई गएर भन्ने बिमाको विषयमा, अनि गएर गराउने भनेर चाहिँ मैले विदेशबाट आउनुभन्दा अगाडिदेखि नै प्रिपरेसन गरेर चाहिँ म आइसकेको थिएँ। जसको फलस्वरूप नेपाल आएको चाहिँ 6 महिनामा नै मैले चाहिँ हाम्रो एलआइसी नेपालको चेयरम्यान क्लब भन्ने हुन्छ, यो चाहिँ बिमित अभिज्ञताहरूको चाहिँ वर्षभरिको कामलाई देखाउने एउटा उच्चतम मापदण्डको बिन्दु हो चेयरम्यान क्लब भनेको। त्यो चाहिँ मैले 6 महिनामा चाहिँ अचिभ गर्नलाई सफल भएँ। हजुर उताबाट फर्केपछि अब नेपालमै आउनुभयो, नेपालमा आएर फेरि जान्छु विदेश जान्छु भन्ने चाहिँ आयो कि आएन तपाईँलाई? म नेपालमा आइसकेपछि मलाई फेरि कामकै सिलसिलामा वैदेशिक रोजगारमा जान्छु भन्ने त्यो सोच्ने मैले फुर्सदै पाइनँ। किन पाइनँ भन्दा म नेपालमा आइसकेपछि चाहिँ बिमा क्षेत्रमा यति मजाले घुलमिल भएँ। फेरि तपाईँको चाहिँ अब यो क्षेत्रमा लागिसकेपछि चाहिँ बिमितहरूलाई सेवा दिने, सर्भिस दिने, उनीहरूको विश्वासमा रहेर चाहिँ काम गर्ने भएको कारणले कहिले देश कहिले विदेश हुँदै गर्दाखेरि तपाईँको चाहिँ त्यसले चाहिँ राम्रो मेसेज नछोड्ने हुँदै गर्दाखेरि मैले चाहिँ दोहोऱ्याएर विदेश जाने, वैदेशिक रोजगारीको क्रममा चाहिँ विदेश जाने विषयलाई चाहिँ मैले त्यागेँ। यद्यपि बिच समयमा अब घुम्नको लागि विदेश जाने कुरा चाहिँ रहि नै रह्यो। घुम्नलाई त गइन्छ पनि। अनि यो सँगै हजुरको जीवनको टर्निङ पोइन्ट चाहिँ कुन थियो त? अब नेपालै बस्छु यो गर्छु भन्ने चाहिँ हुन्छ, वा विदेश जान्छु, यो टर्निङ पोइन्ट चाहिँ कुन थियो त? टर्निङ पोइन्ट भन्दा पनि
मलाई चाहिँ म विदेशमा रहँदै गर्दै गर्दाखेरि मेरो सर गुरुदेव टिकामन सरले चाहिँ सुदीपजी तपाईँ आउनुहोस् नेपालमा आएर तपाईँले काम गर्नुपर्छ, तपाईँको ठाउँ यहाँ हो भनेर सरले त्यो बाणी बोलिसकेपछि चाहिँ म नेपाल आएर मेरो फेरि जुन पुरानो काम थियो त्यसलाई चाहिँ मैले सुरु गरेँ र मेरो कामको क्षेत्रमा टर्निङ पोइन्ट नै सरसँग मेरो फेरि पुनर्कम्युनिकेसन भएर चाहिँ उहाँले मलाई इन्भिटेसन दिनु नै हो जस्तो मलाई लाग्छ। यो सँगै तपाईँको पहिलो उपलब्धि कुन थियो त यो बिमा क्षेत्रमा चाहिँ? मेरो पहिलो उपलब्धि भनेकै म विदेशबाट आउने बित्तिकै तपाईँको चाहिँ करिब त्यो वर्ष मैले चाहिँ 106 महिनाको अवधिमा 127जना जतिको चाहिँ मैले बिमा गराउन सफल भएँ र तपाईँको बिमाको चाहिँ पहिलो सफलता भनेकै चेयरम्यान क्लब मैले हासिल गरेँ त्यही वर्ष र त्यसपछि मैले दोहोऱ्याएर फर्केर हेर्नु परेको छैन। मेरो पहिलो उपलब्धि नै बिमामा विदेशबाट आइसकेपछि एलआइसी नेपालको चेयरम्यान क्लब एउटा अचिभमेन्ट गर्ने स्ट्याटस थियो, त्यो चाहिँ हासिल गरेँ। मेरो पहिलो सफलता नै त्यही हो। आजको तपाईँको सफलताको पछाडि सबैभन्दा ठुलो हात कसको छ, कारण को छ? यो म अहिले फेरि पनि यसलाई के भन्न चाहन्छु भने सफल हुने हामी जर्नीमै छौँ, अहिले सक्सेस त भइसकेका छैन होइन। अहिले जे जति काममा चाहिँ लगाव लागिरहेको छ यो सबै चाहिँ यसको श्रेय चाहिँ बिमित वर्गहरूले जान्छ। किनभनेदेखि सुदीप मात्रै भएर चाहिँ काम हुने होइन, सुदीपलाई विश्वास गर्ने, सुदीपलाई छान्ने बिमित वर्गहरू नै मेरो चाहिँ सफलताको मुख्य आधार हो। र त्यो सँगसँगै मलाई चाहिँ पाइलामा काउन्सिलिङ गर्ने, गार्जेन गर्ने मेरो टिकामान सर हुनुहुन्छ, त्यसै गरी मलाई चाहिँ मैले नबुझ्दै गर्दाखेरि सोच्ने मेरा नन्दु दाइ हुनुहुन्छ, अनि त्यसै गरी मेरो प्यारेन्ट्सहरू भयो होइन। यी सम्पूर्ण व्यक्तित्वहरू नै मेरो अलिक पोजिटिभ वेमा काम गर्नुको चाहिँ एउटा आधार हो। अनि हजुरले काम गर्दाखेरि बिमित ग्राहक भन्न रुचाउनु भएन हजुरले? बिमितहरूले तपाईँलाई विश्वास गर्छन् जस्तो लाग्छ कि के छ? यस्तो छ, विश्वास त गर्नु नै हुन्छ। विश्वासकै कारणले गर्दाखेरि आजको समयमा एलआइसी सुदीप भनेर चाहिँ धेरैले मलाई चाहिँ चिन्नुहुन्छ र उहाँहरूले विश्वास गर्नुहुन्छ पक्कै पनि र गरि पनि रहनु भएको छ। अनि एउटा सफल अभिकर्ता, बिमा अभिकर्ताको लागि मेन गुण हुन्छ नि, स्किल्सहरू चाहिँ के आवश्यक पर्छ जस्तो लाग्छ? सफल अभिकर्ताको लागि विशेष गरी स्किल भनेको नै काउन्सिलिङ गर्ने पावर, क्षमता वृद्धि गर्नु पर्यो र तपाईँले जसलाई काउन्सिलिङ गर्दै हुनुहुन्छ नि ऊ व्यक्ति तपाईँप्रति जतिसुकै नेगेटिभ भए पनि त्यो नेगेटिभलाई चाहिँ पोजिटिभ भाइब्समा ढाल्न सक्ने, अथवा अगाडिको व्यक्ति तपाईँसँग चाहिँ खनिरहेको छ, रिसाइरहेको छ अनि तपाईँ पनि उसँग चाहिँ त्यसै गरी जङ्गेर प्रस्तुत हुनुभयो भनेदेखि त्यहाँ काम बन्दैन। एउटा आगो अर्को पानी हुनु पर्यो, दुवै आगो भन्थ्यो त्यो त वर्णन हुन्छ नि, विस्फोटन हुन्छ। त्यो भएको कारणले गर्दाखेरि चाहिँ सफल अभिकर्ता हुनुको लागि चाहिँ संयमता, तपाईँको त्यसै गरी चाहिँ बोलीमा पोलाइट होइन, धैर्यता जस्ता कुराहरू चाहिँ हुनुपर्छ जस्तो मलाई लाग्छ। र त्यो सँगसँगै आफ्नो बिमितलाई के चाहिएको छ, उसको क्षमता के छ। जस्तै हाम्रो एउटा उखान छ नि, घाँटी हेरेर हड्डी निलो भनेर। अगाडिको व्यक्तिको क्षमता कति छ, आफूले त्यसलाई कम आँक्नु पनि भएन, तर बिमितको चाहिँ फ्लेक्सिबिलिटी अथवा बिमितको क्षमता अनुसारको बिमा गराउन सक्नु पनि पर्दछ मलाई जस्तो लाग्छ। तर यति भन्दै गर्दाखेरि तपाईँको चाहिँ जस्तै एउटा उखान छ, मलाई मेरो गुरुले भन्नुहुन्छ, कछुवाको ढाडभन्दा सानो खबडा काम लाग्दैन होइन। कछुवाको ढाडभन्दा शरीरभन्दा सानो खबडा काम लाग्दैन। त्यसै गरी बिमित जो हुनुहुन्छ उसको चाहिँ आवश्यकताभन्दा कमको बिमाले चाहिँ उसलाई काम गर्दैन। त्यो भएको कारणले गर्दाखेरि उसको आवश्यकता क्षमता अनुसारको बिमा गराउने हाम्रो प्रयत्न हुन्छ। यद्यपि कतिपय साथीहरूले चाहिँ हाम्रो सुझावलाई सहर्ष रूपमा चाहिँ ग्रहण गरेर बिमा लिनु पनि हुन्छ र कतिपय व्यक्तिहरूले चाहिँ केही समयको लागि सार्नु पनि हुन्छ। बिमा जोसँग कुराकानी भयो तुरुन्तै बिमा हुने भन्ने हुँदैन। मैले बुझेको कुरा चाहिँ कि बिमा अहिले हुन्छ कि पछिलाई हुन्छ, हुँदैन भन्ने त मेरो डिक्सनेरीमै छैन। त्यो भएको कारणले गर्दाखेरि चाहिँ मलाई के लाग्छ भनेदेखि मैले कुनै व्यक्तिलाई मैले चाहिँ काउन्सिलिङ गरेँ भनेदेखि त्यो मान्छे आज भएन भनेदेखि भोलि त मेरै हो भन्ने मलाई लाग्छ।
र बिमा अभिकर्तामा हुनुपर्ने गुण भनेकै हो कि अहिलेलाई हुन्छ कि भोलिलाई हुन्छ, खाली त हुँदै हुँदैन। हजुर हजुर अच्छा हजुरको डिक्सनेरीमा हुँदैन हुँदैन भने चाहिँ छैन छैन छैन। यसै गरी करियरमा सबैभन्दा भावुक बनाएको घटना कुनै छ त? भावुक बनाएको घटना नै छ। यो कस्तो किसिमको घटना रह्यो भन्दा मेरो एकजना बिमित हुनुहुन्थ्यो। हजुर हजुर हेटौँडा 11मा मेरो बसोबास भयो भनेदेखि उहाँको बसाइ चाहिँ हेटौँडा 3 वर्षमाडी। हजुर हजुर र उहाँको चाहिँ परिवार चाहिँ खस्नु भयो। हजुर हजुर मैले उहाँको त बिमा गरेको थिएँ, त्यो आफ्नो ठाउँमा छ। जस्तै सास हुन्जेल आस हुन्छ भने जस्तो उहाँलाई चाहिँ तपाईँको उपचार क्रममा खर्च भयो, टन्ने खर्च भयो। आफ्नो मान्छेलाई बचाउनु स्वाभाविक हो, खर्च हुनु स्वाभाविक हो। र जोगाउन सकेन उहाँलाई, उहाँको डेथ भयो। मेरो करियरमा चाहिँ मलाई के लाग्छ भनेदेखि मेरा हरेक बिमितहरू चाहिँ स्वस्थ रहनु के। मैले कसैलाई पनि अप्ठ्यारो परिस्थिति चाहिँ मैले फेस गर्नु नपरोस् भन्ने जस्तो लाग्छ। सबैले चाहिँ म्याचुरिटीमा पैसा लिउन्। अप्ठ्यारो परिस्थितिमा बिमाले गर्ने काम त छँदैछ, तर त्यो दुःखद क्षण चाहिँ नआओस् भन्ने चाहिँ मलाई लाग्छ। जुन मैले पहिलोपटक चाहिँ मेरो एकदम नजिकको अङ्कलको फ्यामिलीलाई गुमाउन पर्दै गर्दाखेरिको चाहिँ अवस्था, त्यो चाहिँ मलाई अलिक नरमाइलो लाग्छ। यद्यपि बिमाले गर्ने आफ्नो काम गर्ने पाटो आफ्नो ठाउँमा छ, तर मेरो बिमित कोही एउटा व्यक्ति जाँदै गर्दाखेरि त्यसले चाहिँ मलाई चाहिँ अलिकति चोट पुऱ्यायो। त्यसै गरी कुनै बिमितको कथा छ हजुरसँग जुन हजुरलाई गहिरो प्रभाव पारेको छ? गहिरो प्रभाव भन्दा पनि एउटा कथा भनौँ, कथा भन्दा पनि मेरो अनुभव। म चाहिँ ब्लाइन्ड भिजिट पनि गर्छु। चिनेको नचिनेको सबै ठाउँमा गएर चाहिँ व्यक्तित्वहरूलाई बिमाको विषयमा काउन्सिलिङ गर्ने काम गर्छु। अनि हाम्रै यस 11 वडासँगै जोडिएका वडाका चाहिँ एकजना फ्यामिली हुनुहुन्छ, जहाँ चाहिँ म बिमाको लागि काउन्सिलिङ गर्न गएँ। त्यहाँ जाँदै गर्दाखेरि अङ्कल नमस्ते भनेर मैले भनेँ उहाँलाई। उहाँले नमस्ते गर्नुभयो। अनि म भित्र बसेँ, उहाँले मलाई बस्नु भन्नुभयो, म बसेँ। अनि त्यसपछि मैले चाहिँ सुरुमै म बिमा गराउन आएको अङ्कल, तपाईँहरूलाई बिमाको विषयमा बुझ्न आएको भनेर भने। उहाँले के भन्नु भनेदेखि तपाईँ जानुहोस्, सिधै यसै गरे क्या। त्यो कुनै त्यहाँ पोलाइट शब्द भनौँ कि अथवा के भनौँ, तपाईँ जानुहोस् बिमा हुँदैन, हामी बिमा गर्दैनौँ भनेर उहाँले भन्नुभयो सिधै। म त के बोलौँ भयो। तपाईँ जानुहोस् हामी बिमा गर्दैनौँ, यसै गरी भन्नुभयो। तपाईँ जानुहोस् यसै गरी हातको हाउ यस्तै छ, जानुहोस् तपाईँ भनेर भन्नुभयो। ओ माई गड, मलाई त त्यस्तो भन्नुभयो। मैले के गरेँ भन्दा म त गइनँ, म जाने पछ्यौै थिएन। आन्टीले चाहिँ दुध दुहिरहनु भएको थियो क्या, उहाँको मिसेसले दुध दुहिरहनु भएको थियो। त्यति धेरै चिन्जानको व्यक्तित्वहरू हुनुहुन्न थियो। मेरो पहिलोचोटि नै भेट्थेँ, म गइनँ क्या। उहाँले जानु भनेर म गइनँ। आन्टीले दुध दुहिरहनु भएको थियो, म बसेँ। अनि बस्दै गर्दाखेरि उहाँले जानु भनेर म फुत्तै त हिँडिनँ क्या, बसेँ। अनि आन्टीलाई चिया बनाउनु भने, उहाँको मिसेसलाई चिया बनाउनु भने। उहाँको मिसेसलाई चाहिँ बिमा गर्नको लागि मन थियो। अनि मैले अङ्कललाई सोधेँ, अङ्कल तपाईँ बिमाप्रति किन नेगेटिभ भनेर भन्दै गर्दाखेरि उहाँले चाहिँ उहाँको परिवारमा चाहिँ आन्टीले विभिन्न ठाउँमा बचत गर्नुहुन्थ्यो, जुन कुरा चाहिँ राम्रो हो। बचत गर्नु त राम्रो हो नि त, तर उहाँलाई चाहिँ के लाग्दो रहेछ भनेदेखि हामीले बचत मात्रै गरेको त्यसले थोरै ब्याज दिन्छ, अरू केही सेवा सुविधा दिँदैन। त्यो भएको भएर फेरि पनि किन बचत गर्नु पर्यो भनेर चाहिँ मलाई नाइ भनिदिनु भएको रहेछ क्या। बचत त गरेकै छ, कति ठाउँमा बचत गर्नु, ब्याज पनि थोरै दिन्छ, नाफा पनि छैन, बचत मात्रै कति ठाउँमा जम्मा गर्नु भनेर चाहिँ उहाँले चाहिँ मलाई चाहिँ सिधै जानु भन्नुभयो। मैले चाहिँ चिया खाने बेला बेसी मिलाएँ, चिया पनि आन्टीलाई बनाउनु भने। अनि अङ्कललाई सोधेँ, अङ्कल हजुरलाई ठिक छ बिमा त हजुरले नगर्नु होला, गर्नु पर्दैन, त्यो आफ्नो है, तर तपाईँलाई बिमा मन नपर्नु कारण चाहिँ के भन्दै गर्दाखेरि उहाँले के भन्नुभयो भनेदेखि यहाँ पनि जम्मा गरेको छ, त्यहाँ पनि जम्मा गरेको छ, पैसा गएको छ, नाफा थोरै छ भनेर भन्नुभयो। अनि मैले भनेँ, ओहो त्यस्तो है अङ्कल, हामीले त पैसा जम्मा गर मात्रै भन्दैनौँ अङ्कल, यसले चाहिँ बचतको सँगसँगै नाफा पनि दिन्छ, र त्यो सँगसँगै यसले चाहिँ सुरक्षा पनि दिन्छ। बिमामा बचत गर्नु भनेको चाहिँ तपाईँले पैसा फाल्नु होइन कि तपाईँकै लागि सेभिङ हुनु हो।
यसले तपाईँको बुढेसकालको लागि अथवा चाहिँ अलिकति केही एउटा चाहिँ भविष्यमा केही काम गर्छु केही एउटा चाहिँ योजना बुन्नु भएको छ भनेदेखि त्यो कामलाई चाहिँ सक्सेस पार्नलाई चाहिँ यसले चाहिँ सजिलो पार्छ। यसले मुनाफा पनि दिन्छ, भइपरि आउने अवस्थामा चाहिँ परिवारलाई सेक्युरिटीको काम पनि दिन्छ भन्ने तमाम कुराहरू बुझाइसकेपछि तपाईँ जानुहोस् यस्तै गरी ल्याएको छु भन्नुभएको अङ्कलको सब परिवारलाई मैले चाहिँ बिमाको विषयमा सबै बुझाएर उहाँको मिसेसको र उहाँको 2वटा छोराहरूको पनि बिमा गराएर बिमाको ब्रोसरको फोटो खिचेर अन द स्पोट क्यास पैसा लिएर चाहिँ मैले सब परिवारको 4जनाको बिमा गराएर चाहिँ निस्केको क्षण चाहिँ अलिकति स्मरण योग्य भनौँ न, रमाइलो पनि मलाई लाग्छ र यो विषय मैले कतिपय ठाउँमा सुनाउँछु भने यो चाहिँ मेरो बिमाको क्षेत्रमा लाग्दै गर्दाखेरि एउटा महत्त्वपूर्ण र रमाइलो अनुभव। हजुरको लागि चाहिँ जीवन बिमा किन आवश्यक छ, किन गर्नुपर्छ भनेर चाहिँ भन्नुहुन्छ? यस्तो छ, यो जीवन बिमा प्रत्येक नेपालीले गर्नुको लागि यो आवश्यक छ। जस्तै बिमा सुरक्षा दिने त यसले आफ्नो पाटो छन्छ, यसले चाहिँ एउटा योजनालाई साकार पार्नको लागि पनि सहयोग गर्छ क्या। जस्तै अहिलेको समयमा हामी कतिजना, म मेरो एउटा अनुभव सुनाउँछु, यही हजुरले सुन्दा क्वेसनमा अहिले धेरै जस्तो राम्रो पढाइ भएको विद्यार्थीहरू अस्ट्रेलिया जापान जान्छ नि, ती विद्यार्थीहरू पैसा भएर गएका होइनन् कि विदेश पढ्नलाई, पैसा नभएर गएका हुन्। कतिपय अपवादका कुराहरू पनि छन् है, अपवादका कुराहरू बाहेक कतिपय राम्रो पढ्ने विद्यार्थी, नेपालमा राम्रो पढ्ने विद्यार्थीलाई के पढ्छ भन्दा डक्टर पढ्छ, इन्जिनियरिङ पढ्छ, सिए पढ्छ, तर त्यसलाई के हुन्छ भन्दा तपाईँले 4 देखि 5 वर्ष त लगानी गर्नु पर्यो, त्यसबाट आउटपुट त आउँदैन। आउटपुट नआइसकेपछि मिडल क्लासको फ्यामिलीलाई पढाउनु सक्ने क्षमता हुँदैन। बरु अलिअलि पैसा रिटर्न गरौँ, अस्ट्रेलिया जापान अमेरिका क्यानाडा बेलायत युके भनेपछि त सबैले सरसापट दिइहाल्छ। अलिकति बारीको टुक्रा सहकारीमा राख्ने, ब्याङ्कमा राख्ने, पैसा जो गर्ने पठाइदिने, विदेश जान्छ, काम गर्छ, भविष्य बनाउँछ भन्ने छ। यद्यपि धेरैको भविष्य बनेको पनि छ, तर विदेशमा गएको सबैजनाको चाहिँ भविष्य राम्रै छ भन्ने कुराहरू चाहिँ हामीले फोटोमा मात्र देखिने हो। वास्तविक कथा प्रायः जसो विद्यार्थीले भनेका हुँदैन। यो विषयमा हामी पछि फेरि कुराकानी गरौँला। र मैले जोड्न खोजेको कुरा चाहिँ के हो भनेदेखि, मानौँ कोही एउटा बच्चा भर्खर नर्सरी केजी 1मा पढ्दैछ, त्यो बच्चाको फ्यामिलीले उसको भविष्यको पढाइको लागि मानौँ अबको उसले एसएससी दिएपछि अथवा अहिलेको समयमा डक्टर बनाउनलाई कति लाग्छ मलाई ठ्याक्कै एक्ज्याक्ट थाहा छैन, तर मोटामोटी 1 करोड त खर्च होला होइन, 50 लाखदेखि 1 करोड रुपियाँ खर्च होला, बढी नै होला। र मानौँ 50 लाख रुपियाँ खर्च लाग्ने भयो, डक्टरै किन पढ्नु परेको छ र, सिए पढ्न सक्छ, इन्जिनियरिङ पढ्न सक्छ, 50 लाख रुपियाँको लागि चाहिएको छ र डक्टरै पढ्छ भने पनि आजको मितिबाट चाहिँ त्यो बच्चाको नाममा 25 लाखको बिमा सुरु गरिदियो भनेदेखि अबको 20 वर्षपछि त बिमाङ्क र बोनस गरेर मोटामोटी 50 लाख फन्ड त जम्मा हुन्छ। त्यो 50 लाख फन्ड भइसकेपछि त्यो बच्चाले डक्टर पढ्छु भने पनि भयो, इन्जिनियरिङ पढ्छु भने नि भयो, सिए पढ्छु भने नि भयो, व्यवसाय गर्छु नेपालमै भने पनि त भयो नि त। यो कुरालाई अलिकति तपाईँले बुझ्नुहोस् है। म चाहिँ के बुझ्छु भनेदेखि धेरै जसो विद्यार्थीहरू चाहिँ विदेश जानुको कारण चाहिँ पैसा भएर होइन क्या, नेपालमै बसेर पढ्नको लागि लगानी गर्न सक्ने क्षमता भएन परिवारमा, बाहिर जाँदाखेरि दिने भयो। यदि राम्रो पढाइ भएको विद्यार्थीले यहीँ नेपालमै बसेर यी यावत क्षेत्रमा पढ्छु भनेर भन्यो र फ्यामिलीले लगानी गर्न सक्यो भने त पढ्छ नि त। त्यही लगानी गर्न नसकेको कारणले त हो नि विदेश जानु परेको। मैले जोड्न खोजेको कुरा चाहिँ के हो भनेदेखि यदि कुनै बच्चाको नाममा बिमा सुरु गरिदिने हो, उसको एजुकेसन बिमा, अबको 20 वर्षपछि उसको हातमा चाहिँ 50 लाख रुपियाँ हुने हो भने त सबै कुरा पढ्नलाई पुग्छ त, अथवा धेरै थोरै सहयोग त मिल्छ। 50 लाख रुपियाँ किन हुनु परेको छ र, ल मानव 10 लाखको बिमा गरिदिए पनि त 20 वर्षपछि त उसको हातमा केही नभए पनि उसको पढाइको लागि 20-25 लाख त हुन्छ। त्यसले चाहिँ नेपालमै बसेर चाहिँ पढ्नलाई सजिलो गर्छ भन्ने जस्तो मलाई लाग्छ। र यो तितो अनुभव चाहिँ मैले मेरो नै परिवारको भोगेको कारणले पनि भन्दैछु। मेरो भाइ पढाइमा अब्बल, जसले चाहिँ साइन्समा डिस्टिङसन लिएर आयो, तपाईँको चाहिँ उसलाई इन्जिनियरिङ पढाउने मेरो धोको थियो। अरूले 5वटा सब्जेक्ट पढ्थ्यो भनेदेखि उसलाई मैले 6वटा सब्जेक्ट एक्स्ट्रा एडिसनल म्याथ, पछि इन्जिनियरिङ पढाउनलाई चाहिँ सजिलो हुन्छ भनेर एडिसनल म्याथ सब्जेक्ट पनि एड गराएर चाहिँ उसलाई मैले पढाएको थिएँ एडभर्टाइज स्कुल अफ म्यानेजमेन्टमा।
भाइको पढ्ने रहर थियो इन्जिनियरिङ, पढाइ पनि एकदम अब्बलै थियो, तर फाइनेन्सियल पाटोले चाहिँ त्यसलाई धान्न नसक्ने कारणले गर्दाखेरि चाहिँ उसको लास्टमा पनि तपाईँ चाहिँ बाहिर मुलुक पढाउनु पर्ने भयो। र मैले जोड्न खोजेको कुरा चाहिँ बालबालिकाको एजुकेसनको लागि चाहिँ आजदेखि सेभिङ गऱ्यो भनेदेखि जुन मैले चाहिँ मेरो आफ्नो परिवारमा एउटा इक्जाम्पल भएँ त्यस्तो अरूलाई नहोस् भन्न चाहन्छु, सजिलो होस् भन्न चाहन्छु। हजुरले जोड्नुभएको पनि सोच हो र एकदम राम्रो हो क्या। किन भन्दाखेरि मैले नि बहिनीको इन्सुरेन्स यही कारणले नै सुरु गरेँ। अब मलाई पनि ढिला नै अनुभव भयो, किनभने घरमा त धेरै पढेको भनेको मै नै भइदिएँ परिवारमा भनौँ न। अनि त्यो सँगै त्यही भएर चाहिँ बुझ्दै जाँदाखेरि चाहिँ हामीले सेभिङ भनेर त्यो 100-200 सधैँ गरिरहेका हुन्छौँ। त्यो 100-200 फेरि बचत मात्र होइन खर्च पनि हुन्छ, तर केमा जान्छ थाहा हुँदैन हामीलाई। त्यही कारणले चाहिँ कमसेकम केही हजार वा केही पैसा त हामीले सेभिङ गरेर काहीँ युज नहुने ठाउँमा राख्दियो भने त बचत भइरहेको छ नि त भन्ने हिसाबले चाहिँ मैले सुरु गरेँ कि। मैले त्यही भएर चाहिँ मम्मीलाई वा अरूलाई भन्नुपर्दा नि भविष्यमा काम लाग्छ, युटिलाइज हुन्छ। किनभने काहीँ बचत राखेछ भने हामी निकालिहाल्छ, त्यो कुनै दुई मात्रै हुँदैन, मन लागिहाल्छ। इन्सुरेन्समा भएपछि कमसेकम ल है इन्सुरेन्स गरेर निकाल्नु मिल्दैन भन्ने कन्सेप्ट नेपाली समाजमा छ। त्यो भएपछि चाहिँ इन्सुरेन्स गर्नुपर्छ है भनेर मैले इन्सुरेन्स गरेँ कि। अनि यो सँगै अब इन्सुरेन्समा लागेपछि त नेतृत्व भन्ने कुरा हुन्छ, तपाईँले टिम बटुल्नु नै हुन्छ, टिम चाहिन्छ यसको लागि होइन। अनि हजुरलाई के लाग्छ कि एउटा राम्रो लिडरमा हुनुपर्ने क्वालिटी चाहिँ के हो जस्तो लाग्छ? लिडरमा हुनुपर्ने क्वालिटी धेरै कुराहरू छन्, तीमध्ये इमान्दारिता, अनि समयको पङ्क्चुअलिटी, तपाईँको चाहिँ कुनै पनि काम समयमै गर्नु, अनि आफूले बोलेका कुराहरूलाई चाहिँ कायम राख्नु, र सरल मिजासिलो धैर्यवान हुनु नै लिडरसिपका चाहिँ मुख्य गुणहरू जस्तो मलाई लाग्छ। टिमलाई प्रेरित चाहिँ कसरी गर्नुहुन्छ त? के कुराले? टिमलाई भन्दा नि अहिले व्यक्तिगत रूपमा चाहिँ मैले भन्नु पर्दै गर्दाखेरि टिम बेसिसमा भन्दा नि मैले चाहिँ अहिले विशेष गरी बिमितहरू, ठुलो भोल्युमको बिमितहरूलाई चाहिँ सर्भिस दिइरहेको छु। ती सबै व्यक्तित्वहरूलाई सेभिङको विषयमा, सेक्युरिटीको विषयमा, जस्तै मानौँ झट्ट सुन्दाखेरि 100 रुपियाँ दिनु 100 रुपियाँ हो, जबकि 1 प्लेट मोमो आउँदैन, तर त्यही 100 रुपियाँले चाहिँ भविष्यमा तपाईँलाई चाहिँ 10 लाख रुपियाँको काम दिन्छ, सेभिङ सँगसँगै सेक्युरिटी पनि दिन्छ होइन। भनेपछि दिनको 100 रुपियाँ किन जम्मा नगर्ने? नहुनु मामा भन्दा कालो मामा ठिक भने जस्तो दिनको 100 रुपियाँ नै जम्मा गऱ्यो भनेदेखि पनि तपाईँको त करिब 15 लाख रुपियाँको सेक्युरिटी बराबर इन्सुरेन्स हुन्छ, भविष्यमा 10 लाख रुपियाँ पाउने मोटामोटी कुरा रहन्छ। सेभिङ गर्नुको लागि प्रेरित गर्नु भनेको मान्छेलाई जोगाउनुको लागि प्रेरित गर्ने त हो नि, खर्च गर्नुलाई भन्दा त जोगाउनुलाई प्रेरित गर्नु त राम्रै कुरा हो भन्ने जस्तो लागेर मलाई चाहिँ यसरी मैले मोटिभेट गर्छु। र प्रायः जसो बिमितहरू यही कारणले गर्दाखेरि पनि मसँग चाहिँ मोटिभेट हुनुहुन्छ। र म के गर्छु भनेदेखि ठुलो भोल्युमको पैसा भन्दा पनि ठुलो भोल्युमको व्यक्तिलाई चाहिँ समेट्नुपर्छ भन्ने चाहिँ म विश्वास राख्दछु। किनभनेदेखि सबै व्यक्ति चाहिँ सेभिङ र सेक्युरिटीमा चाहिँ जस्तै कोही व्यक्तिले सेभिङ कतिखेर गर्छ भने उसले कमाउन सकेपछि सेभिङ गर्छ क्या होइन। सेभिङ गरेपछि त सेभिङ गर्नको लागि त कमाउनु पऱ्यो नि त। भनेपछि मैले सेभिङ गराएपछि के हुन्छ भने उसलाई काम गर्नुपर्छ भन्ने चाहिँ ध्यान हुन्छ क्या। भनेपछि सेभिङ गर्ने मान्छे त काम गर्छ, काम गर्ने मान्छे त लिगमा हिँड्छ नि त, आउट अफ ट्र्याकमा त जाँदैन। जो व्यक्ति काम गर्छ, जो व्यक्ति सेभिङ गर्छ ऊ त असल नागरिक पनि त हुन्छ नि त। त्यो भएको कारणले गर्दाखेरि सेभिङको लागि चाहिँ म बढी जोड दिन्छु। हामी नेतृत्वकै कुरा गर्दाखेरि हजुर खेल प्रेमी पनि हुनुहुन्छ, अनि हजुर संस्थापकै भन्न चाहेँ मैले। शहीद स्मारक प्रिमियर लिगको जुन 2011मा भयो, पहिलो सिजन भयो, अनि यो कहाँबाट आयो सोच? यो हजुरलाई यो गर्नुपर्छ है, हामीले पनि खेल क्षेत्रमा अघि बढ्नुपर्छ है भन्ने चाहिँ कहाँबाट आयो त्यो सोच? यस्तो छ, यो खेलकुदको विषयमा चाहिँ शहीद स्मारक प्रिमियर लिग सिजन 1 हामीले लास्ट इयर गऱ्यौँ र अब भेरी सुन सिजन 2 को पनि हामी त्यो विषयमा भलाकुसारी गर्दैछौँ। सिजन 1 यद्यपि लास्ट इयर भयो भने यो क्रिकेटको विषयमा चाहिँ म आफूलाई पनि क्रिकेट खेल अत्यन्तै मनपर्ने, नेपालमा पनि त्यस्तै किसिमको क्रिकेटले चाहिँ नेपाललाई युनिटी बनाइदिएको छ। र क्रिकेट लास्ट इयर मैले एसएसपिएल गरे तापनि योभन्दा अगाडि मैले 2 चोटि चाहिँ गेम गरिसकेको मसँग अनुभव थियो। 2069 सालमा चाहिँ मैले लेआउटमा जतिखेर चाहिँ म
नवलपुर सरस्वती सामुदायिक वन उपभोक्ता समितिमा चाहिँ सदस्यको रूपमा म मनोनित हुँदै गर्दाखेरि वनमा चाहिँ खेलकुदको लागि पनि थोरै बजेट चाहिँ छुट्याइन्थ्यो क्या। हजुर हजुर खेलकुदको लागि चाहिँ थोरै बजेट भनेर त्यतिखेरको समयमा 5,000 पैसा चाहिँ खेलकुदको लागि चाहिँ सहयोग गर्ने भनेर छुट्याइन्थ्यो। अनि म आफै पनि त्यो वन समितिको सदस्य भएको नाताले र खेलप्रेमी भएको नाताले त्यतिखेरको समयमा लेआउटमा चाहिँ हामीले क्रिकेट गेम अर्गनाइज गऱ्यौँ र त्यो सफलतापूर्वक सञ्चालन गऱ्यौँ। जुन खेलको लागि चाहिँ मलाई साथ दिनुहुने बसन्त अर्याल दाई पनि हुनुहुन्छ, जो उहाँ अहिले ब्याङ्कर हुनुहुन्छ होइन एनएसएसियाको। दाइ र म भएर 69 सालमा पहिलो सिजनको खेल खेल्यौँ। एसएसपिएल लास्ट इयर पहिलो सिजन भए पनि क्रिकेटको पहिलो सिजन चाहिँ मैले सुरुवात गरेको चाहिँ 69 सालमा थियो। त्यसै गरी फेरि धेरै लामो समय चाहिँ मैले ग्याप गरेँ। तपाईँको खेल्नुलाई सजिलो पनि छैन देखाए जस्तो। अनि 76 सालमा मैले एकचोटि फेरि वडा चाहिँ हाम्रो वडाका भाइहरूले चाहिँ ल दाइ खेल गर्नु पर्यो, तपाईँले पहिला नै गर्नु भएको थियो भनिभएपछि 76 सालमा मैले चाहिँ अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता गरेँ, जसमा कमानीको टिम, गङ्गटे, बस्तीपुर, बजारको के समथिङ भाइब्स के समथिङ भन्ने टिमहरू गरेर 6-7 टिम सहभागी भएर त्यतिखेर पनि अत्यन्तै राम्रो तरिकाले चाहिँ हामीले गेम सञ्चालन गऱ्यौँ। जतिखेरको 76 सालको वडा चाहिँ हाम्रो गोकर्ण पराजुली सर हुनुहुन्थ्यो। उहाँले पनि खेलको लागि चाहिँ थोरै बजेट निकासा गरिदिनु भएको थियो र जुन बजेटमा मैले चाहिँ व्यक्तिगत सरसहयोग लिएर चाहिँ समापन गरेँ। र फेरि लास्ट इयर चाहिँ मेरा केही भाइहरू साथीहरूले चाहिँ गेमको विषयमा मलाई साथ दिने कुरा भयो। मेरो दिमागमा चाहिँ हामीले पनि आइपिएल जस्तै गरी अथवा एनपिएल जस्तै गरी फ्रेन्चाइजी लिग किन नगराउने भनेर दिमागमा पुर्यो। मैले फेसबुकमा पोस्ट हालेँ ल यो क्षेत्रको चाहिँ हाम्रो 11 वडाको चाहिँ खेलाडीहरूलाई अवसर दिने र बाहिरको खेलाडीहरूलाई पनि ग्रुपिङ गराएर हाम्रो क्षेत्रको टुरिज्म विकास पनि हुने। खेलकुदलाई मात्र विकास गर्दैन नि त, यसले त टुरिज्ममा पनि त सहयोग गर्छ। त्यति नै खेल टुरिज्म विकास हुनुपर्छ भन्ने छैन क्या। खेलकुदको माध्यमबाट खेलकुद हेर्न आउने दर्शकहरूलाई स्मारक भन्ने ठाउँ थाहा हुन्छ, होटेल स्मारक थाहा हुन्छ, पुण्य क्षेत्र थाहा हुन्छ। हाम्रो क्षेत्रमा चाहिँ खेलकुद हेर्नको लागि आउँदै गर्दाखेरि विभिन्न किसिमको पसलहरू, विभिन्न किसिमको यातायातको साधनहरू चलायमान हुन्छ। धेरै थोरै भए पनि आफ्नो क्षेत्रलाई चाहिँ यसले टेवा पुग्छ भन्ने चाहिँ मलाई लागिरहन्थ्यो मनमा, र त्यसले सकारात्मक काम पनि गर्यो। र वडासँग चाहिँ समन्वय गरेर हामीले शहीद स्मारक प्रिमियर लिग क्रिकेट प्रतियोगिता गऱ्यौँ र वडाले पनि हामीलाई सहयोग गर्यो, जसको फलस्वरूप करिब 5वटा टिम सहभागी भए, जसमा 4वटा टिम र 8वटा एकाडेमी गरेर 5वटा टिम सहभागी भए। फ्रेन्चाइजी तरिकाले खेलाडीहरूलाई बकाइदा अक्सनमा राखेर खेलाडीहरूलाई चाहिँ उनीहरूको बोली लगाएर पेमेन्ट गरेर नै हामीले राम्रो तरिकाले सफल तरिकाले चाहिँ खेल हामीले समापन गऱ्यौँ र अत्यन्तै खुसी लाग्छ त्यो खेल हामीले सुरु गर्न पायौँ र त्यसलाई हामी फेरि निरन्तर दिने पक्षमा छौँ। हजुर, अनि त्यो समय हजुरहरूले फेरि भर्खरै धेरै समय भएको छैन, आई थिङ्क अन्डर 16 नै होला भलिबल र फुटबल पनि राख्नु भएको थियो। हो त्यसमा त्यो विचार चाहिँ कहाँबाट आएको थियो? फुटबल पनि लानुभयो, भलिबल पनि यस्तो भयो। हामी त यस्तो के भयो भन्दाखेरि यो विषयमा कुरा गर्नुपर्दाखेरि म फेरि शहीद स्मारक प्रिमियर लिगलाई नै जोड्छु। त्यतिखेर हाम्रो एउटा टिम बन्यो, खेलकुदको एउटा कमिटी बन्यो, जसमा हाम्रो वडा प्रतिनिधित्व गर्नुहुने हाम्रो वडा सदस्य सञ्जय विडाली दाजु हुनुहुन्छ। त्यसै गरी मेरो एकदम मिल्ने भाइ जिके विष्णु हरि नेउपाने, त्यसै गरी नितेश ढकाल, अनि सजन दाजु हाम्रो चाहिँ त्रिभुवनमाविको अहिले चाहिँ सायद कोषाध्यक्ष समथिङ एकाउन्टेन्ट हुनुहुन्छ होइन, हामी त खड्दार हुन्छ होइन। उहाँसँग पनि हाम्रो ट्युनिङ मिल्यो। सँगसँगै अरू साथीहरू पनि धेरै हुनुहुन्छ, कल्याण बजगाई साथी, मेरो पछुन्डीको साथी। हाम्रो एउटा ट्युनिङ बन्यो क्या तपाईँको खेलप्रति, खेल गर्ने त्यो शहीद स्मारक प्रिमियर लिगले एउटा हाम्रो टिम बनायो। त्यो टिम भइसकेपछि त्यो एकदम छोटो समयमा हामीले त्यो प्रिमियर लिग सञ्चालन गऱ्यौँ र भव्य तरिकाले समापन गऱ्यौँ। र वडामा विभिन्न किसिमको बजेटहरू खेलकुदको लागि आइरहेको हुन्छ। जनप्रतिनिधिले हाम्रो वडा सदस्य दाइले चाहिँ हामीलाई युवाहरूलाई चाहिँ खेलसँग चाहिँ कनेक्सन गराउने र युवाहरूको भावना चाहिँ बुझेर चाहिँ समय दिएको कारणले गर्दाखेरि हामी पनि उहाँसँग चाहिँ नजिक भएर एसोसिएट भएर वडाले गर्ने हरेक काममा चाहिँ वडा सदस्य लगायतको जनप्रतिनिधिहरूले चाहिँ हामीलाई
सम्झिनुहुन्छ हजुर र हाम्रै वडामा गर्ने काम हो हाम्रै भाइबन्धुहरूले खेल्ने प्रतिनिधित्व गर्ने खेलको विकास हुने आफ्नै क्षेत्रको विकास हुने भएपछि किन नगर्ने त भन्ने हिसाबमा वडाले होस्ट गर्ने हामीले हैसियत गर्ने भनेपछि साथ मिलाएर चाहिँ हामीले भर्खरै मात्रै जिल्ला स्तरीय भलिबल प्रतियोगिता समापन गऱ्यौँ हजुर जसमा चाहिँ म चाहिँ त्यो कोर टिमको एउटा सदस्यमा पनि हुँ हजुर भलिबललाई चाहिँ तपाईँको विशेष गरी सफल पार्नको लागि भूमिका खेल्ने धेरै व्यक्तित्वहरू हुनुहुन्छ त्योमध्ये पुष्प मैनाली हाम्रो सर हुनुहुन्छ 11 नम्बर वडा भन्नु र भलिबल 11 नम्बर वडामा भलिबलको पर्यायवाची नाम नै पुष्प मैनाली हुनुहुन्छ उहाँले पनि महत्त्वपूर्ण देन दिनुभयो होइन उहाँ र त्यसै गरी सरस्वती टोल विकास संस्था वडा हाम्रो यी तमाम साथीहरूको चाहिँ टोटल युनिटीले चाहिँ त्यो भलिबल जिल्ला स्तरीय भलिबललाई समापन गर्न सजिलो बनायो र त्यस सँगसँगै भलिबल त समापन भयो त्यो आफ्नो पाटोमा रह्यो त्यो सँगसँगै हामीले चाहिँ अन्डर 16 फुटबल प्रतियोगिता पनि गऱ्यौँ जसमा तपाईँको 11वटा टिम सहभागी भयो यति राम्रा खेलाडीहरू तपाईँको ओमाइ गड त्यो हामीले टिभीमा जस्तो देख्छौँ नि तपाईँको चाहिँ लिग गेमहरू त्यस्तै किसिमले चाहिँ खेल्ने भाइ बहिनीहरूको चाहिँ हामीले त्यहाँ साथसाथ आफूले अवलोकन गर्न पायौँ हेर्न पायौँ र खेलाडीहरू करिब 150 भन्दा बढी खेलाडीले त्यहाँ सहभागी हुने अवसर पाए जसको फलस्वरूप वडामा तपाईँको चाहिँ एउटा युनिटी भयो भनौँ न र युनिटी हुनु सबैले सहभागिता जनाउन पाउनु र अहिलेको समयमा सबैजना फोनमा मात्र झुन्डेर बसेको समयमा हामीले चाहिँ ग्राउन्ड चाहिँ राख्न सफल भयो र यो कार्यक्रममा हामीलाई सहयोग गर्नुहुने सम्पूर्ण साथीहरू चाहिँ एकदम जति धन्यवाद दिए पनि कमै हुन्छ क्या भलिबलको लागि पुष्प मैनाली भेना हेम मगर दाजु त्यसै गरी गोकुल बेडारी होइन लगायत धेरै हुनुहुन्छ जसको लागि मैले नाम यहाँ तपाईँको चाहिँ छुटाउन सक्छु नरिसाउनु होला सबै जो एसोसिएट हुनुभएको छ सबैलाई चाहिँ धन्यवाद भन्न चाहन्छु यी सबैको युनिटीले गर्दाखेरि चाहिँ मेरो मात्र सफलता होइन कि हाम्रो तमाम टिमको चाहिँ एकबद्धताले गर्दाखेरि चाहिँ सफल भयो र क्रिकेटमा मैले अरू छुटाउन नआउने नाम भनेको मेरो एकजना आदरणीय दाजु हुनुहुन्छ प्रमोद उप्रेती उहाँले चाहिँ आइपिएल हामी त हेर्छौँ नि त होइन आइपिएल एनपिएल त्यस्तै मोडालिटीमा हामी पनि गरौँ न त भन्ने नै भयो र मलाई धेरै कुराहरूको आइडिया दिनमा चाहिँ उहाँको पनि हात छ र यद्यपि अब राम्रै भइरहेछ यो वर्ष पनि हामी गर्छौँ सिजन 2 गर्छौँ सोचिरहेछौँ हजुरले फेरि एसएसपिएलमै लानुभयो अब आगामी दिनमा चाहिँ टिम हजुरले 5वटा थियो भन्नुभयो नि त आगामी दिनमा बढ्छ कि घट्छ कि अब प्लेयरहरूलाई के छ अब आउने दिनमा कस्तो सोच्नु भएको छ यसको लागि चाहिँ के यस्तो छ टिम अब केही समयमा हामी टिम त बढ्छ नै अभियसली किनभनेदेखि लास्ट इयर नै धेरै टिम चाहिँ एसोसिएट हुने कुराहरू थियो यो वर्ष हामी बढीमा 6वटा टिमसम्म चाहिँ जाने कि भन्ने हिसाबले मैले सोचिरहेको छु यद्यपि मैले सोचेर मात्रै भएन टिममा पनि हामी कुराकानी गर्छौँ धेरै टिम आएको त राम्रो हो तर पनि ठुलो टिम हुँदै गर्दाखेरि त्यसलाई चाहिँ म्यानेज गर्नुपर्ने विभिन्न फाइनेन्सियल कुराहरू आउँछ होइन ह्यान्डलिङका कुराहरू आउँछ त्यसलाई चाहिँ हाम्रो कोर टिम बसेर चर्चा परिचर्चा गरेर कसरी जाँदाखेरि चाहिँ सुइटेबल हुन्छ भन्ने विषयमा चाहिँ हामी एउटा निचोडा पुगेर चाहिँ एसएसपिएल 2 हामी सञ्चालन गर्नेछौँ हजुर खेल र बिमालाई चाहिँ हजुरले कसरी हेर्नुहुन्छ त दुईटालाई लानु पर्यो भने एक पाटामा हुन्छ नि फरक पार्ट छ यो खेल र बिमालाई एकैचोटि लानु त मिलेन तर म बिमा क्षेत्रमा आबद्ध भएको कारणले गर्दाखेरि र मेरो बिमितहरूकै परिवारबाट चाहिँ खेल क्षेत्रमा आउने हो नि त बाहिरको व्यक्ति आउने त होइन त्यो भएको कारणले गर्दाखेरि बिमा क्षेत्रकै परिवारका चाहिँ भाइ भतिजा छोरा नातिहरू चाहिँ खेल्दा आउँदै गर्दै गर्दाखेरि चाहिँ मलाई खुसी लाग्छ र उनीहरूलाई नै मैले चाहिँ म खेलकुदमा आबद्ध हुँदै गर्दाखेरि पनि मैले चाहिँ एलआइसीकै टी सर्ट लगाइरहेको हुन्छु होइन आफ्नो चाहिँ ब्रान्डिङ पनि गरिरहेको हुन्छु मार्केटिङ पनि गरिरहेको हुन्छु सँगसँगै आफ्नो सामाजिक नेतृत्वदायी भूमिकामा पनि आफ्नो कर्तव्य निभाइरहेको हुन्छु यसरी हेर्नुपर्दा सबै मेरै बिमितहरूका नै परिवारका सदस्यहरू खेल्ने हुँदै गर्दाखेरि मलाई ठिक लाग्छ यद्यपि मेरा बिमितका परिवारहरू नहुँदै गर्दाखेरि पनि मैले भनिहालेँ कि अहिलेको हुन्छ कि पछि हुन्छ खालि त हुँदैन त्यो भएको कारणले गर्दाखेरि मलाई खुसी लाग्छ यसै गरी अब भविष्यमा चाहिँ आगामी 5-10 वर्षमा आफूलाई हेर्दाखेरि कहाँ हुन्छु जस्तो लाग्छ म यहीँ हुन्छु हेटेर आएर हुन्छु म बिमित हजुरले आगामी 5-10 वर्षको कुरा त भन्नु नै हाम्रो
योसँगै व्यक्तिगत लक्ष्य चाहिँ के छ तपाईँको? मेरो व्यक्तिगत लक्ष्य भनेको चाहिँ कम्तीमा पनि मैले हजुर वर्षको चाहिँ 5,000जना व्यक्तिलाई बिमा, हजुर हजुर वर्षको कम्तीमा पनि 5,000जना व्यक्तिलाई चाहिँ 1 वर्षमा इन्स्योर गराउने र आफ्नो जीवनकालभरिमा चाहिँ कम्तीमा पनि असङ्ख्य हजुर हजुर बिमितहरूलाई चाहिँ सेवा दिने चाहिँ मेरो चाहिँ लक्ष्य रहेको छ। हजुरले 5,000 भन्नुभयो। हजुरले मलाई भन्न सक्नुहुन्छ कि दर्शकहरूलाई श्रोताहरूलाई पनि भन्न सक्नुहुन्छ कि अहिलेसम्म हजुरले कतिवटा चाहिँ बिमा गर्नुभयो भनेर भन्न सक्नुहुन्छ? केही छ त्यो क्यालकुलेसनै गर्नुपर्ने छ, त्यति धेरै पनि छैन स्मरण भएसम्म? यो वर्ष चाहिँ म बिमा क्षेत्रमा चाहिँ होल नेपालमा चाहिँ टप 4 मा छु। धेरै व्यक्तिको बिमा गराउनेमा। बागमती प्रोभिन्समा चाहिँ 1 नम्बरमा छु। हेटौडाकै परिप्रेक्षमा पनि 1 नम्बरमा छु। यद्यपि हेटौडा बागमतीमै पर्छ। मेरो चाहिँ कस्तो छ भनेदेखि नम्बर अफ पर्सनलाई म हेर्छु। मान्छेले कति पैसा जम्मा गर्छ भन्दाखेरि पनि कति मान्छेलाई चाहिँ मैले बिमामा चाहिँ पोजिटिभ ल्याउन सकेँ, क्वालिटी गराउन सकेँ भन्ने चाहिँ मेरो मेन ध्येय हो। यद्यपि मान्छेले सानो भोल्युमको बिमा अहिले गरेको छ भनेदेखि उसलाई ठिक लाग्यो भने पछि बढाउँछु। हजुर हजुर आफूलाई लागेको छ कि कुनै सपना मैले पुरा गर्नुपर्ने छ वा सपना बाँकी छ भन्ने जस्तो केही छ त? सपनाहरू धेरै बाँकी छन्। सफलता पाउने क्रममै छौँ हामी, अझै पनि जर्नीमै छौँ। मेरो सपना भनेको धेरैभन्दा धेरै बिमितहरूसँग चाहिँ एसोसिएट भएर काम गर्न पाउनु नै मेरो सपना हो। हजुरको लागि सफलता भन्नाले चाहिँ के छ भन्नु न? अब सोचाइ हुन्छ नि त। मेरो लागि सफलता भनेको चाहिँ तपाईँको चाहिँ आत्मसन्तुष्टि, तपाईँ आफूले गरेको कामप्रति आफूलाई सेटिस्फाइड हुनु नै सफलता हो जस्तो लाग्छ मलाई। योसँगै भन्नुपर्दा अब जीवनमा परिवर्तन भएको कुनै एउटा निर्णय डिसिजन हुन्छ नि, अब यसले गर्दाखेरि मेरो जीवनै परिवर्तन भयो भन्ने कुनै एउटा डिसिजन छ त? मैले वैदेशिक रोजगार छोडेर आउनु नै बिमा क्षेत्रमा फेरि रिजोइन हुनु नै टर्निङ पोइन्ट हो। वान अफ द बेस्ट मोमेन्ट नै त्यही हो। र जसको लागि मलाई चाहिँ फेरि पनि बिमा क्षेत्रमा चाहिँ आबद्ध गराउनको लागि पोजिटिभ तरिकाले मोटिभेट गर्ने मेरा टिकामन सरलाई धन्यवाद दिन चाहन्छु। अब यो परिप्रेक्ष्यमा हजुर जर्नीमै हुनुहुन्छ भन्नु होइन, आफू यो उमेरमा एक्सपिरियन्स भनौँ न लगभग यत्रो समयको एक्सपिरियन्स लिएर अब केही समय अगाडि आफू अब 18, 19, 20 वर्षको उमेरमा गएर अब भनौँ त्यो व्यक्तिलाई आफूलाई नै केही सल्लाह दिन चाहनुहुन्छ भने वा सल्लाह दिन पाए हुन्थ्यो भने के सल्लाह चाहिँ दिन चाहनुहुन्छ त? आफैलाई कि त्यो 20 वर्षको उमेरमा फर्केर हेर्दाखेरि आफूले आफूलाई दिनुपर्ने टिप्सहरू सल्लाहहरू आफैलाई दिनुहुन्छ नि त? अब त्यस्तो त केही छैन। यद्यपि म वैदेशिक रोजगारमा नगइकन चाहिँ नेपालमै नै सुरुदेखि नै 3 वर्ष जुन ग्याप छ नि, त्यो चाहिँ मैले बाहिर नगइकन यहीँ दिएको भएदेखि चाहिँ अलिक बेटर हुन्थ्यो कि 3 वर्ष जुन मेरो समय छ त्यो त यद्यपि विदेशमा केही कुरा त सिकेँ, तर पनि नेपालमै भएको भएदेखि अलिकति बढी समय मैले युटिलाइज गर्न पाउँथेँ कि भन्ने चाहिँ मलाई लाग्छ। अब अहिलेको युवाहरूलाई अब हजुरले केही सुझाव दिनु पऱ्यो भने बिमा क्षेत्रमा अब अन्य क्षेत्रमा दिनु पऱ्यो भने चाहिँ त्यो सुझाव के हुन्छ? यस्तो छ, तपाईँको गर्नेको लागि नेपालमा काम छ, नगरीको लागि तपाईँको चाहिँ बाहना छ। यद्यपि सङ्घर्ष र अब्स्ट्याकलहरू छँदैछ है। फेरि अब्स्ट्याकलहरू नभए भन्ने होइन, कतिपय कामहरू गर्न खोज्दै गर्दाखेरि फाइनेन्सियल पार्टहरू हुन्छ होइन, कतिपय कुराहरू अब्स्ट्याकलहरू नभएका होइन, तर काम गर्छु भन्नेहरूलाई त छ। अहिलेको समयमा त तपाईँको त एउटा सरल र सजिलो काम, सजिलो त हुँदै होइन। अलिक कन्टेन्ट क्रिएटरहरू बन्नुलाई चाहिँ अरूभन्दा म चाहिँ इजी देख्छु। जस्तै अहिले फेसबुकले चाहिँ नेपालको परिवेशमा तपाईँले जे गर्नुहोस्, राम्रो कुरा गर्नुहोस्, नराम्रो कुरा नगर्नुहोस्, कन्टेन्ट बनाएर फेसबुकमा हाल्नुहोस्, पोस्ट युट्युबमा हाल्नुहोस्, राम्रो शिक्षाको कुराहरू हाल्नुहोस्, टिचिङका कुराहरू हाल्नुहोस्, फुडहरू भ्लगिङ गर्नुहोस्, घुम्नुहोस् होइन, कुकिङका कुराहरू हाल्नुहोस्, सिलाइ बुनाइ कटिङ गर्नुहुन्छ भने त्यो हाल्नुहोस्। त्यस्ता कुराहरू हाल्दै गर्दाखेरि पनि सोसियल मिडियाले चाहिँ
कन्टेन्ट क्रिएटर भनेर चाहिँ एउटा अर्निङको पोइन्ट सुरु गरिदिएको छ, जुन चाहिँ राम्रो लागेको छ मलाई। यो सँगसँगै अब तपाईँ बिमा क्षेत्रमा आबद्ध हुनुहुन्छ भने नि ओके, टिचिङ क्षेत्रमा आबद्ध हुनुहुन्छ भने ओके, तपाईँ कुनै पनि व्यवसाय गर्नुहोस्, कुनै पनि पेसा गर्नुहोस्, निरन्तर लागिपरेर गर्नु भने तपाईँ सफल हुनुहुन्छ। यद्यपि तपाईँले चिया नै बेच्नुहोस्, मैले मेरो अफिस परिसरमा एकजना दाइ हुनुहुन्छ, उहाँले दिनको चाहिँ 40 लिटर दुधको चाहिँ कफी बेच्नुहुन्छ। तपाईँको दिनको 40 लिटर दुधको कफी, अब इमेजिन गरौँ 1 लिटर दुधले यत्रो कफीको तपाईँको चाहिँ कप हुन्छ, केही नभने 8 कप चिया बन्न सक्ने सम्भावना मजाले छ। भनेपछि उसले दिनको तपाईँको चाहिँ 800 को 32 होइन, करिब 320 कि गलत भने ठिक छ, 32 कपै हो। उसले दिनको 32 कप बेच्छ। 32 कप इन्टु 25, एक कपको तपाईँको 25 रुपियाँ लिनुहुन्छ उहाँले। भनेपछि 3 दुना 6, हिसाब गर्नुहोस् है, हिसाबमा म फेरि कमजोर छु नि, म पनि कमजोर होइन, कति हुन्छ वास्तवमा हिसाब गरौँ है त। उहाँले चाहिँ तपाईँको चाहिँ दिनको 40 लिटर दुधको चाहिँ उहाँले कफी बनाएर बेच्नुहुन्छ है। दिनको 40 लिटर दुधको 1 लिटर केही नभने 8 कप त बन्छ। भनेपछि 8 कपको तपाईँको चाहिँ 320 कप हो। हेर्नुहोस् है, 320 कप भयो, एक कपलाई उहाँले 25 रुपियाँ बेच्नुहुन्छ। भनेपछि दिनको उहाँको 8000 को सेल्स भयो। अब महिनाको कति हुने हो भन्दा तपाईँको 2,40,000 को चाहिँ उहाँको सेल्स हुने भयो, कफी मात्र, कफीको है। उहाँले विशुद्ध रूपमा डे बाई डे तपाईँको चाहिँ कफी नै बेचेर दिनुहुन्छ क्या, कफी नै सेल गर्नुहुन्छ। ल यो 2,40,000 चाहिँ 70% चाहिँ उहाँको चाहिँ इन्भेस्टमेन्ट मान्नु, 70% के माइनस 70% गरिदिनु। भनेपछि उहाँको 72,000 चाहिँ पर मन्थको चाहिँ इन्कम रहेछ क्या, बच्छ 72,000 72,000 के मात्रै इन्कम बच्छ। जसमा मैले चाहिँ 70% चाहिँ उहाँको चाहिँ लगानी छुट्याइ 70% राख्दा पनि। भनेपछि गर्नेलाई त यहीँ पनि छ नि त, तपाईँ चटपटै बेच्नुहोस्, तपाईँ चाहिँ अनलाइन सपिङ गर्नुहोस्, अनलाइनमा तपाईँको सामानहरू बेच्नुहोस् होइन, अथवा तपाईँको चाहिँ कृषिकै काम गर्दाखेरि राम्रो छ होइन। तर तरिका मिलाएर होइन, आफूले नलेज लिएर गऱ्यो भने राम्रो हुन्छ जस्तो मलाई लाग्छ। हजुरले यही सिलसिलामा अब्स्ट्याकलको कुरा गर्नुभयो होइन, त्यो सङ्घर्ष बिना चाहिँ मान्छे परिपक्व हुन्छ जस्तो मलाई लाग्दैन। किनभने डिफिकल्ट रोड लिड्स अ ब्युटिफुल डेस्टिनेसन हुन्छ नि, पक्कै पनि। त्यही भएर चाहिँ अब्स्ट्याकल हुनै पर्छ जीवनमा जस्तो मलाई लाग्छ है, किनभने त्यसले पनि मान्छेलाई अलिक सशक्त बनाउँछ नि त। अनि त्योसँगै मान्छेले हार खान्छ नि, जब असफलको हार सामना गर्नु पर्दाखेरि चाहिँ त्यो सामना गर्ने व्यक्तिहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? अब त्यो अब त्यस्ता व्यक्तिहरू पनि हुन्छन्। ठिक कुरा गर्नु तपाईँले, मान्छेहरूले हरेस खानु भएन। म चाहिँ के देख्छु भनेदेखि प्रत्येक समस्यामा पनि हामीले चाहिँ अवसर खोज्नुपर्छ। समस्या आयो भनेर चाहिँ समस्याबाट टाढा जानुभन्दा पनि समस्यालाई फेस गरेर समस्यालाई नै अपर्च्युनिटीमा चाहिँ बदल्न सक्यो भनेदेखि जीवनमा कहिले पनि चाहिँ पछि पर्नु पर्दैन जस्तो मलाई लाग्छ। निरन्तर प्रेरित रहनलाई चाहिँ के गर्नुहुन्छ त हजुरले? निरन्तर प्रेरित रहनको लागि चाहिँ सेल्फ मोटिभेट पनि हुनुपर्छ है। आफूले आफूलाई सकारात्मक तरिकाले सोच्नु पर्यो, इमान्दारिता हुनु पर्यो, म गर्छु सक्छु भन्नु पर्यो। सबैभन्दा ठुलो कुरा भनेको चाहिँ आफूमै सेल्फ मोटिभेट भएन भनेदेखि बाहिरी कुनै पनि किसिमको दबाईले काम लाग्दैन। सेल्फ मोटिभेट हुनु पर्यो, पोजिटिभ थिङ्किङ हुनु पर्यो जस्तो लाग्छ मलाई। मैले अहिलेसम्म गनेरै भन्नुपर्दाखेरि हजुर समेत 3 देखि 4जना हुनुभयो होइन। यो भन्नुभयो, सबैले भन्नुभयो कि सेल्फ मोटिभेटेड हुनुपर्छ भन्नुभयो कि। हजुर यसो सोच्दाखेरि नि ओहो हो त, सेल्फ बिलिभ भएन भने त नथिङ केही पनि छैन। अब मानौँ कुनै पनि प्लेयरलाई, विराट कोहली पनि आई थिङ्क त्यो 2021 22 T20 वर्ल्ड कपमा 9 बलमा कि 10 बलमा 28 रन चाहिएको थियो। उसले के भन्यो भन्दाखेरि म सक्छु भनेर उसले गरे र त्यो जित्यो पनि कि पाकिस्तानसँग। किनभने पाकिस्तान र इन्डिया भनेको एकदम ठुलो राइभल हो। त्यो गेम हाई प्रेसर हुन्छ कि, त्यो 100% अरूमा हुन्छ नि, त्यसमा 200% हुन्छ कि। भनेपछि ऊ सेल्फ मोटिभेट नभइदिया भए त
सायद सक्दैन थियो होला 8 बलमा 28 रन सक्दैन थियो होला होइन उसले हान्यो पनि हाने पनि जिते पनि जित्यो पनि होइन त्योसँगै 2023 आई थिङ्क 25 को होला ओडिआई वुमेन्स ओडिआईको कुरा गर्न चाहेँ मैले त्यसमा जेमिमा रोड्रिज इन्डियन ब्याट्सम्यान हुनुहुन्छ अर्ली विकेट हालेपछि उहाँ जानुभएको थियो र उहाँले भन्नुभयो कि म सेल्फ टक गरिरहेको थिएँ र म सक्छु भन्ने हिसाबले गरेँ भन्नुभयो त्यही भएर चाहिँ सेल्फ टक र सेल्फ मोटिभेट चाहिँ एकदम आवश्यक छ जस्तो लाग्छ क्या मलाई एकदम एकदम अब यो सँगै अब यो समयमा आउँदाखेरि यो जीवनकालमा आउँदाखेरि यो लामो समयमा आउँदाखेरि आफ्नो जीवनलाई हेरेर एक वाक्यमा व्याख्या गर्नु पऱ्यो भने चाहिँ तपाईँ के गर्नुहुन्छ यसलाई सङ्घर्ष एक वाक्यमा मैले आफ्नो जीवनलाई व्यक्त गर्नु पऱ्यो यद्यपि मैले भनिरहेको छु म त लाइफ जोर्नीमै छु अहिलेसम्म पनि होइन अब यसलाई एक वाक्यमा भन्नुपर्दाखेरि चाहिँ सङ्घर्ष नै सफलता हो जस्तो मलाई लाग्छ सङ्घर्षमा तपाईँको चाहिँ विभिन्न किसिमका चुनौतीहरू छन् सङ्घर्षको बावजुद पनि के अब्स्ट्याकलहरू अथवा तपाईँको चाहिँ अप्ठ्यारो परिस्थितिमा पनि तपाईँले चाहिँ अवसर सिर्जना गर्न सक्नु नै मेरो तपाईँले भन्नुभएको अनुसार जीवनमा चाहिँ के भन्नु थियो म कस्तो कन्फ्युज भएँ जीवनलाई एक वाक्यमा अप्ठ्यारो परिस्थितिलाई नै अवसरमा सिर्जना गर्नु नै मैले चाहिँ मेरो जीवनको एक वाक्यमा मैले वर्णन गर्नु पर्दाखेरि अप्ठ्यारो परिस्थितिलाई कसरी अवसरमा सिर्जना गर्न सकिन्छ भन्ने नै मेरो ध्यान हालेछ अनि हाम्रो दर्शक तथा श्रोताहरूलाई अन्तिम सन्देश चाहिँ के दिन चाहनुहुन्छ त अन्तिम सन्देश सम्पूर्ण दर्शक तथा दर्शकबिनहरूलाई मेरो भाइको यस युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला र उर्वराउँदो ट्यालेन्टलाई चाहिँ अगाडि बढ्नको लागि चाहिँ साथ दिनु होला भन्न चाहन्छु र मैले आफ्नो विषय भन्नु पर्दै गर्दाखेरि चाहिँ बिमा सम्बन्धी कुनै पनि किसिमको चाहिँ यहाँहरूलाई सर्भिस चाहिन्छ भनेदेखि मलाई सम्झिन सक्नुहुनेछ यहाँहरूको सेवामा सदैव अहरत र खड्नेछु भन्न चाहन्छु र समय दिएर हेरिदिनु भएकोमा धन्यवाद पनि भन्न चाहन्छु अन्तिम 2 प्रश्न हजुरलाई गर्न चाहेँ है यो चाहिँ यदि तपाईँको सम्पूर्ण जीवन यात्राको एउटा पुस्तक बन्थ्यो भने चाहिँ यसको शीर्षक के राख्नुहुन्थ्यो सङ्घर्षमा कसरी सफलता प्राप्त गर्ने हजुर सङ्घर्षमा कसरी सफलता प्राप्त गर्ने यो त धेरै इन्ट्रेस्टिङ नै भयो किताब लेख्छु भने किताब लेख्ने बेला त भइसकेको छैन होइन तर भविष्यमा एउटा सोच छ एउटा आफ्नो जीवनकालमा भएका विभिन्न किसिमका चाहिँ कुराहरूलाई चाहिँ समेटेर एउटा किताब लेख्छु भने चाहिँ लागेको छ है ठिक छ ल दाइको किताब चाहिँ सुरुमा मलाई नै हस्तान्तरण गर्नु होला पहिलो किताब है त्यो चाहिँ हामी पनि अब हर्क सामनै भन्ने हो पुनै भन्ने हो होइन उनीहरूबाटै प्रेरित हुने हो अहिले तत्काल त होइन भविष्यमा हुनसक्छ भन्ने कुरा हो भविष्य त अब अनि जर्नी नै भन्नुभयो म पनि जर्नीमा विश्वास गर्छु कि डेस्टिनेसन भन्दा नि द ब्युटिफुल भनेको चाहिँ जर्नी हुन्छ जस्तो लाग्छ कि किनभने जीवनको डेस्टिनेसन भनेकै लास्ट भनेको डेथ हो जस्तो लाग्छ डेस्टिनेसन भनेकै त्यही हो त्यही भएर बिलिभ इन जर्नी इन्जोय द जर्नी जर्नीको त्यो मुभमेन्टलाई नै क्याप्चर गरेर इन्जोय लिने आफ्नो जर्नीमा रमाइलो हुने हो र लास्ट चाहिँ हजुरलाई सोध्न चाहेँ मैले सबैलाई सोध्ने प्रश्न चाहिँ हजुरको लागि चाहिँ जीवन भनेको चाहिँ के हो जीवनको व्याख्या गर्नु पर्यो भने जीवन चाहिँ के हो अवसर हो अवसर हो जीवन भनेकै अवसर हो हजुर अवसर भयो भने सबै गर्न सक्छ सङ्घर्षमा नि अवसर व्यक्तिले जीवन प्राप्त गर्नु भने अवसरको ढोकाहरू सृजना हुनु हो नि त हजुर होइन कोही व्यक्ति जन्मनु नै अवसर सृजना हुनु हो नि त्यो भएर जीवन नै मेरो लागि अवसर हो अवसर भन्न चाहनु धेरै धेरै धन्यवाद है यो अमूल्य समय अब हजुर दाइको अमूल्य समय मलाई दिनुभएकोमा धेरै नै धन्यवाद दिन चाहेँ र यो समय लिँदाखेरिसम्म दाइको कहानी सुन्दा चाहिँ म पनि धेरै प्रेरित भएर अरू पनि प्रेरित अवश्य हुनुहुन्छ भन्ने चाहिँ मलाई विश्वास छ धेरै धेरै धन्यवाद प्रजय भाइ तपाईँले पनि यो महत्त्वपूर्ण समय मलाई दिनुभयो र हजुरको यो पोडकास्टबाट चाहिँ धेरै दर्शक श्रोतामाझ आफ्नो कुराहरू राख्न पाएँ र तपाईँलाई पनि पोडकास्टको यो नयाँ जोर्नीमा म शुभकामना दिन चाहन्छु र सम्पूर्ण हेटौडा 11 हेटौडा 12 हेटौडा 5 लगायत सम्पूर्ण मकवानपुरवासी लगायत देशभित्र तथा देश बाहिर रहनुहुने
हामीलाई चिन्नुहुने र नचिन्नुहुने र अब चिन्ने गर्नुहुने महानुभावहरूले पनि मेरो भाइको युट्युब च्यानललाई सब्सक्राइब गरेर चाहिँ साथ